So hello, welcome back my page or channel. So आज भन्ने मैले हिजो नै भनेको थिएँ भोलि अनबक्सिङ गर्छु जुन स्वीट्सहरु ल्याएको थिएँ भनेर. सो अहिले गर्न गएको छु. These are the sweets from Nepal and I will also unbox the बक्कु मैले जुन हिजो किनेको थिएँ. अन्त यो चाहिँ छ बक्कु यत्रो डल्लै चाहिँ हैन भित्र छ. सो फर्स्टमा मिठाई देखाउने वाला छु. मिठाईमा छ फर्स्ट अफ अल मुराई. यो चाहिँ एकदम नेपालकै मुराई हरे. सो लेट्स सी. म एक दिन यसको चाहिँ चटपटे चाहिँ हैन झालमुरी चाहिँ बनाउने वाला छु. नेक्स्ट छ दिस pretty and the currant and this chocolate and at the last छुर्पी. नेपालमा चाहिँ नेपाल गएर छुर्पी चाहिँ ल्याउनु पर्छ. छुर्पी अनि रमपम चाहिँ ल्याउनु पर्छ कम्पल्सरी अरे क्या. त्यहाँ पुगे भनेर चाहिँ त्यो प्रुफ के मलाई चाहिँ त्यस्तो लाग्छ. त्यहाँको मिठाईहरु ल्याएको छ. अब मिठाई ल्यायो अब कति त बाटोमा अरूहरु पनि किनेर ल्याउँछ नि त. सो रमपमहरु ल्याएको छ. अन्त अर्को गुल्ले मिठाई पनि हुन्छ हो त्यो ल्याएको छ भने चाहिँ पक्कै त्यहीँबाट ल्यायो भन्ने चाहिँ. अन्त थ्यांक यू फर दिस स्वीट्स छेमा. फेरि यसरी नै खानु पाइरौँ. अन्त म बक्कु देखाउनु वाला छु तपाईलाई. बक्कु चाहिँ यसमा छ. कुन कलरमा लिए भन्दाखेरि दिस कलर इज दिस. लाइक के कलर भन्छ आई डोन्ट नो. यो छ. अन्त यो चाहिँ माथिको छ. माथिबाट लाउने दिस. I know म तामाङ नि लेप्चे नि अनि त्यो भुटनिस हुन्छ नि हो त्यस्तो खालके होइन. मेरो कास्ट होइन तर पनि म तामाङको नातिनी हो. फर द्याट रिजन और मलाई अस्तिदेखि लाउनु मन थियो त्यो भएर चाहिँ मैले किनेको छु बक्कु. सो म लगाएर छिट्टै देखाउने वाला छु. अन्त यसको साथमा मैले किनेको छु सु किनेको थिएँ मैले सु. अनि सु चाहिँ छ यहाँ रोजको. अरू ब्रान्ड त लाउन सक्दिनँ रोज चाहिँ सक्छु. एक्चुअलमा चाहिँ मैले जुन स्क्रिनमा देखाउने वाला छु त्यस्तो सु खोजेको जुन ट्रेन्डिङ छ अहिले. ओरिजिनल त नसके पनि कपी चाहिँ किन्नु खोजेको थिएँ. बट मेरो खुट्टा यत्रो ठुलो छ खुट्टा नै भएन र सुहाएन पनि. अन्त मेरो साइजको पाएन पनि. सो त्यही भएर चाहिँ मैले त्यस्तै खालकेमा बट डिजाइन टोटली डिफरेन्ट खालके छ. सो यो छ सु चाहिँ. आई नो स्कुलको जुत्ता जस्तो देख्दैछ बट मलाई यस्तो खालके लाउनै थियो. लो बजेट हो त्यस्तो खालके एक्सपेन्सिभ छैन. अन्डर 1K नै भनौँ. सो दिस आर द सुज. यसको फ्लेयर यो this. I will show you soon लगाएर stay tuned भन्न चाहन्न. So that's it. मेरो अनबक्सिङ यति नै थियो. अन्त thank you for watching. Bye bye.